हेलो गुड इभिनिङ साथीहरू। हेलो साथीहरू, के छ हल्लीचल्ली तपाईँहरूको आजकल? धेरै लङ टाइम भइसक्यो भिडियो नबनाएको पनि मैले। अनि आज चाहिँ हल्का छोटो चाउमिन बनाउनु पऱ्यो भनेर आज नेपालबाट आएको सुकुटी छ। यहाँ चना मटर, क्याबेज, प्याज, खोर्सानी छ, तर थुक्पा यता छ रेडी छ। त्यहाँ थुक्पाहरूलाई हल्का छोटो मिठो मिनी ब्लग बनाएको गइरहेको साथीहरू। सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला, लाइक सेयर पनि गर्नु होला। त्यो साथीहरू तपाईँलाई म देखाउने छु है त। हेलो गाइजहरू, एभ्रिथिङ अलमोस्ट रेडी भइसक्यो साथीहरू। ड्राई मिट नेपालबाट आएको यो थुक्पा यता रेडी छ। यता खोर्सानी, प्याज चाहिँ नि लगभग रेडी हुँदैछ है साथीहरू। लगभग रेडी भयो। अब यहाँ पेन बसाउनु गइरहेछ साथीहरू, हेर्दै जानु होला। म सब कुरो तपाईँलाई देखाउने छु। बिस्तारै तेल अलिक कम हुन्छ कि जस्तो छ। पकाउँछ साथीहरू। सुकुटी चाउमिन चाहिँ लगभग पाकिसक्यो। अब रेडी भइसक्यो चाउमिनहरू हो साथीहरू। ल साथीहरूले कुकिङ पनि गरिसकेँ। यता निक्लेछु पुरै यता बाहिर साइडतिर शीतल भएको छ। राति भइसक्यो, 7:15 हुन लागिसक्यो। सो यतातिर गार्डनतिर घरको वरिपरि शीतल हुन्छ। पकाइसकेँ, खाएको छैन, अब यसपछि खानु पर्ला। हेर्न सक्नुहुन्छ तपाईँहरू। यस्तै छ साथीहरू। 1 महिना 1.5 महिना लगभग भइसक्यो भिडियो नहालेको। चाहिँ आउनुसक्छ कन्टिन्यू ब्लग। यो यसो ऱ्यान्डम ब्लग आज धेरै दिनपछि गरेछु साथीहरू। माया गरिदिनु होला सबैले, साथ सपोर्ट गर्नु होला। यस्तै छ, एकदम फ्रेस छ हावा यता घरको वरिपरि साथीहरू। यति आजलाई बाई बाई। साथीहरू रेडी भयो। चट्टा नुहाइदिएर गएर अब म चाहिँ खाना बनाउँदैछु। धेरै खाँदिनँ, हल्का थोरै मात्रै खान्छु। साथीहरू म खाना बनाएको छु, तर कति खाइदिउँ, कस्तो हुँदो रहेछ टेस्ट गरिदिउँ। ठिकै छ, धेरै त्यति नमिठो त होइन, मिठो पनि छैन। चल्छ नेपालमा, यस्तै छ।